नमस्कार, म कमल नेपाली, जगदुला गाउँपालिका वार्ड नम्बर 6 झ्याकोटमा आज 3 दिन भइसक्यो खानेपानी अवरोध भएको कारणले गर्दा आज म आफै स्वयं पानीको मुहानसम्म पुग्दैछु। बाँकी भिडियोहरू हेर्दै गर्नु होला। के भइरहेको रहेछ त यो खानेपानीमा भएको समस्याहरू म तपाईलाई स्पष्ट देखाउँछु। मूलदेखि इन्टेक्सम्म चाहिँ पानी चाहिँ आइरहेको छ, देख्न सक्नुहुन्छ पानी चाहिँ आइरहेको छ। अब समस्या भनेको यो गेटबुलहरूमा चाहिँ समस्या देखिएको छ। एकछिन म यो गेटबुलहरू चाहिँ खोल्छु, खोल्छेपछि तपाईँ हेर्न सक्नुहुन्छ। दर्शकबिनहरू मूलदेखि चाहिँ पानी चाहिँ आइरहेको छ। समस्या भनेको यस गेटबुलमा देखिरहेको जस्तो मलाई चाहिँ शङ्का लागिरहेको छ। एकछिनमा चाहिँ म यो गेटबुल खोलेर म ट्राई गर्छु। समस्या भने चाहिँ गेटबुलबाट चाहिँ समस्या देखिएको रहेछ। त्यो पानी लिक भएको कारणले गर्दा यताको पास हुने गेटबुलमा चाहिँ पानी लो भएको कारणले गर्दा यो आउट पासबाट चाहिँ पानी लिक भएको कारणले गर्दा पानी चाहिँ बन्द भएको रहेछ। दर्शकबिनहरू